अहिले चाहिँ म ठ्याक्कै बसबाट झरिसकेँ। बाटो बिर्सिए जस्तो लागिरहेको छ मलाई त। म चाहिँ हेर्ने मात्रै होला, किन्दिनँ होला। हो यही साथीलाई है मैले भेट्नु भनेको। हेलो साथीहरू, नमस्ते। स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा। साथीहरू, अहिले म यो बेलुकाको समयमा मौसम एकदम राम्रो भएर यो म बस्ने ठाउँ नजिकै वरिपरि डुल्न निस्किरहेको छु। यो डुल्ने क्रममा एकदम भिडियो बनाउन मन लागेर मैले यहाँ भिडियो बनाउँदैछु। यो ठाउँ चाहिँ एकदमै रमाइलो ठाउँ छ। धेरै जसो यहाँ खाना खाने ठाउँहरू, रेस्टुरेन्टहरू छन्। त्यसैले यो एरियामा खाना खानको लागि धेरै मान्छेहरू आउने गर्छन्। अहिले चाहिँ अलि ठ्याक्कै खाना खाने समय नभएको भएर मान्छेहरू त्यति देखिएका छैनन्। तर यो अलि एकछिनपछि चाहिँ धेरै मान्छेहरू यहाँ खाना खान आउने गर्छन्। यहाँ अगाडि एउटा बुफे छ। यस्तो राम्रो खाना पाउँछ यहाँ। कार्ड युज गर्यो भने 8000 अनि क्यास दियो भने चाहिँ 7000 मा खाना खान पाइन्छ। यो 7000 र 8000 भनेको नेपाली नभएर कोरियन हो है। नेपाली रुपैयाँमा चाहिँ लगभग 700 र 800 नै भन्दा फरक पर्दैन। रेसियो चाहिँ त्यही हो, 700 800 नै हो। तर 7000 8000 भन्नुको अर्थ कोरियन हुन् भने है। 7000 मा क्यास दियो भने 7000, कार्ड युज गर्यो भने 8000। ट्याक्सले गर्दाखेरि त्यत्रो 1000 कै फरक पर्छ। कोरियामा नि ट्याक्स छल्नको लागि धेरै प्रयासहरू गर्छन् है। कोरिया चाहिँ मजाले यसरी हिँड्नलाई, हिँडुल गर्नलाई एकदमै सेफ्टी छ क्या। निर्धक्क भएर हिँड्न चाहिँ पाइन्छ। तर सेफ्टी चाहिँ खतरा छ यहाँ। सेफ्टी र सरसफाइ चाहिँ धेरै राम्रो छ यहाँ कोरियाको। अगाडि एउटा बाजे चाहिँ पुरै रक्सी खाएर हेर्नुहोस् त जाम परेर हिँडिरहेछन्। यसो पुरै हिंसा गरिदिएको त, नमस्ते भनिदिएको त पुरै खुसी भइरहेछन् बाजे चाहिँ। बाटोमा हिँड्दै थिएँ, हिँडिरहेको बेलामा साथीले फोन गर्नुभएको छ, यता स्टेसनमा भेटौँ, म स्टेसन आउँदैछु भन्नुभएको छ। खासै टाढा छैन यहाँबाट, नजिकै छ। लगभग 15-20 मिनट जति हिँड्यो भने स्टेसन पनि पुगिन्छ। हिँडै आउँदै यत्रो टाढा त छ जस्तो लाग्दैन थियो मलाई। तर कति हिँडिसकेँ, ठाउँै आउँदैन थियो यार। बाटो बिराए जस्तो छ। त्यही पनि हिँड्नु पर्यो। अब पायो भने पाइहालेँ, अब नपाए यत्तिकै फर्किनु पर्ला। ल अब साथीलाई चाहिँ भेट्नलाई हिँडेर जाँदा अलि भेटिन्न जस्तो छ। अब यहाँ बस स्टप छ यहाँ अगाडि। यहाँबाट बस चढेर जानुपर्ने भयो। अब हिँडेर जाँदा अलि धेरै लामो समय हिँड्नुपर्ने भयो। म चाहिँ अहिले अब साथीलाई भेट्न जानको लागि बसमा चढिरहेको छु। अब हिँडेर जान सकिएन, अलिक टाढा पर्ला जस्तो भएर त्यसैले बसमा चढेर जान लाग्दैछु। अहिले चाहिँ म ठ्याक्कै बसबाट झरिसकेँ। अब साथी आएको छैन। अब साथीलाई कुर्नुपर्छ। कहाँ आउनु भएको छैन साथी। म त आइपुगिसकेँ। साथी कता गयो। साथी हरायो कि म हरायो थाहै भएन यार। रात पनि पर्न लागिसक्यो, अँधेरो भइसक्यो। अहिलेसम्म यार साथीलाई भेटेकै छैन। थाहै भएन साथी हरायो कि म हरायो। म खोजिरहेको छु हिँडेर मजाले, तै पनि अहिलेसम्म भेटेकै छैन। राति हुन लागिसक्यो, अँधेरो भइसक्यो यार। हो यही साथीलाई है मैले भेट्नु भनेको। यो साथीले मलाई कम्ता बेर कुरायो त। कता हरायो हो साथी यार? खोज्दा यार कहाँबाट आउनु भएको? त्यही त, अब ट्राफिक नियमको पालना गर्नै पर्यो है। ट्राफिक नियमको पालना गर्ने भन्दा फलफुल ठ्याक्कै टिप्नुपर्छ। ठिकै छ। अब तिर्दैन भन्दा नि हुँदैन, ठ्याक्कै घरमा आउने हो। कहाँ जानु भएको थियो आज? अनि कति कामले त? अब आज कोरियाको शहीद दिवस
ए सिभिल अँ। कोरियन यसको लागि लडेका सहित भएको समर्थन दिनु अँ। यो दिनमा कोरियामा प्राय ठाउँमा झन्डा झुकाइनु सरकारी कार्यालयहरू बन्द हुन्छ बुकिङ इमेलमा कम्पनी बन्द हुन्छ अँ। त्यति आउट बाहिर आफ्नो ठीक छ ल ठिक छ ठिक छ मलाई नि तपाईँसँग भेट्नु रहर थियो भेट्यो ठिकै छ अहिले हामी कहाँ जाने त अब यो छनानको थमिनहरुमा अँ ठुलो फेक्वा जान्छ अँ एकछिन घुम्ने अब ए परेको कपडाहरू किन्ने ल ठिक छ ओके ओके ल हेर्ने ओके ल भिडियो पनि अब रेकर्ड गर्नु भएछ अँ, ल ल ल अब म दौड सपिङ गर्नु पर्छ है आज। भिडियो साथीहरुले लाइक सब्स्क्राइब गर्नु अँ। मैले चाहिँ त्यहाँको मौसम यस्तो मजाले आवाज अब मौसम त बवाल छ है हिँड्नलाई आएर अँ, केही ठाउँमा भन्दा केही गर्मी हुन्छ उम्। शीतल हावा पालुवा म त फेरि किन्ने होइन नि हेर्ने मात्रै हो थाहा छ होला नि तपाईँलाई पैसा छैन मसँग ल ठिक छ 3 लाख छाप्दै गरिबदै जाने त हो नि महिनाको साथीले चाहिँ जुत्ता किन्न भनेर न्यू ब्यालेन्सको सोरुममा आइरहेछ ठिक छ 59 जति हामीले चाहिँ मजाले लुगाहरू हेर्दैछौँ यहाँ चाहिँ यस्तो राम्रो राम्रो लुगाहरू पाउँछ साथीले हेर्दै हुनुहुन्छ म चाहिँ हेर्ने मात्रै होला किन्दिनँ होला म चाहिँ लुगा पसलमा आयो भने खासै किन्ने भन्दा नि हेर्ने काम बढी गर्छु ब्यागै ब्याग रहेछ अब सपिङ त गरिएन हेरेर चाहिँ मजाले आयो रात पनि पर्यो अब बस चढेर जानुपर्ने हुन्छ सपिङ सेन्टरमा गएर अब हामी अहिले चाहिँ रुममा आइयो धेरै अँध्यारो रात पनि परिसकेछ अब सपिङ गर्न त त्यस्तै हो हिँडेर अब हेरेर मात्रै आइयो अब धेरै डुल्यो है डुल्दा डुल्दा धेरै थाक्यो अनि चाहिँ अहिले म रुममा आउँदैछु पासपोर्ट हानेर खुल्नुपर्ने हुन्छ आज चाहिँ बाहिर अलि धेरै नै बेरसम्म घुम्यो भोलि छुट्टी पनि भएको भएर अलि धेरै बेरसम्म बस्यो अनि बिचमा साथीलाई भेट्दाखेरि पनि अलि समय भयो अनि साथीले फेरि सपिङ सेन्टरतिर पनि जाउँ भन्नु भएर एकछिन त्यता पनि भुल्यो अनि आज त अहिले यहाँ रुममा आउँदा ल पुरै रात परिसकेको छ 9 बजिसकेको छ अब खाना बनाएर खानुपर्ने हुन्छ ल साथीहरू तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो राम्रो लागेमा चाहिँ लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला र मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर मलाई सपोर्ट गर्नु होला ओके स्वस्थ रहनुस् खुसी रहनुस् जय नेपाल